सडकमा मोटरसाइकल चलाउँदा बेसिक ट्राफिक नियम पनि नमान्ने माननीयको मुखबाट संसदमा बडा बडा नीति नियमका प्रवचनहरू गुन्जिएको। अनि जुन पार्टीका मेरै नामका गृहमन्त्री हुँदा यो देशमा जेनजी बालबालिकाहरूको नरसंहार भएको थियो, त्यही पार्टीले तिनै जेनजी शहीदको सम्झनामा संसदमा पार्टीगत मौन धारण गरेको। गिरिबन्धु काण्डको नाम लिन डराएर टी स्टेटको छानबिन गरे हुन्छ भनेर सदाचारको अभिनय गरेको जनताले निहालिरहेकै छन्। म त्यता जान चाहन्न। कटौतीका लागि होइन, भ्रम कटौतीका लागि संसदमा उभिएको छु। सरकारले किसान देखेन, सरकारले किसान देखेन। सरकारले पशु पंक्षीको बिमामा यो बजेटमा 80% प्रिमियममा अनुदान दिँदैछ। यो देशमा रासायनिक मलको अभाव नहोस् भनेर पहिलोपल्ट रासायनिक मलको आपूर्तिको क्यालेन्डर लागू हुँदैछ। प्राङ्गारिक खेती प्रवर्धन, 10,000 हेक्टरलाई सिँचाइमा जोड्ने योजना, बाली बिमामा अनुदान, रासायनिक मलमा अनुदान, यी सबै हेर्दा एउटा गम्भीर प्रश्न जन्मिन्छ, यो सरकारले किसान देखेन कि प्रतिपक्षले राम्ररी बजेट पढेन?